सबैलाई जय मसीह। आज म तपाईहरुको बीचमा मेरो बत्तीमा तेल दिनुहोस् भन्ने विषय लिएर केही कुरा बताउन चाहन्छु। तपाईहरुले सुन्न सक्नुहुनेछ। मत्ती 25 अध्यायमा बाइबलमा प्रभु येशूले 10 कन्याको दृष्टान्त सुनाउनु भएको छ के। अनि त्यहाँनिर चाहिँ 10 जना कन्याहरू चाहिँ आफ्नो दुलालाई भेट्नको लागि बत्ती बालेर जानु पर्थ्यो। अनि बत्ती निप्न हुँदैन थियो। 5 जना चाहिँ बुद्धिमानी स्त्रीहरू रहेछ, उनीहरूले चाहिँ एक्स्ट्रा तेल पनि लिएर गएछ। 5 जना चाहिँ मूर्ख रहेछ, जसले चाहिँ आफ्नो तेलको बन्दोबस्त पछि थप्ने तेलको चाहिँ बन्दोबस्त नगरिकन गएको कुराहरू चाहिँ यहाँनिर छ। तर यहाँनिर चाहिँ अब यसले हामीलाई एउटा गम्भीर प्रश्न सोध्छ, मेरो बत्ती बलिरहेको छ कि निप्न लागेको छ है। बत्ती हुनु मात्र पर्याप्त छैन, तर बत्ती बल्नलाई तेल चाहिन्छ है। 2 नम्बरमा चाहिँ बत्तीले के जनाउँछ? बत्तीले हाम्रो क्रिस्चियन जीवन, विश्वास, गवाई र परमेश्वरको प्रकाशलाई जनाउन सक्छ है। अनि हामीले मत्तीको पुस्तक 5:14-16 तिमीहरू संसारको ज्योति हौ, मैले गएको पाठमा पनि भनेको थियो। अनि हामी चाहिँ संसारको ज्योति हौँ। यसो संसारको ज्योति हुनुहुन्छ अनि उहाँलाई पछ्याउनेहरू पनि हामी संसारको ज्योति हौँ। हामी संसारमा ख्रीष्टको ज्योति देखाउने मानिस हुनुपर्छ है। अहिले चाहिँ घरहरूमा एकदम महँगो झुम्बरहरू के यस्तो बत्तीहरू, महँगो बत्तीहरू चाहिँ बाल्ने चलन छ है सजाउनको लागि। अनि त्यो बत्तीहरू चाहिँ एकदम राम्रो सजिएको छ। तर रातको समयमा चाहिँ त्यो बत्तीहरूमा करेन्ट जडान गरेको बत्ती उयो करेन्ट जडान गरेन भने त्यो सुन्दर भए पनि त्यसको कुनै उसले उज्यालो दिँदैन है, त्यति महत्त्व हुँदैन। त्यसैले त्यस्तै हाम्रो बाहिरी धार्मिक रूप मात्रै भएर पुग्दैन है। परमेश्वरसँगको जीवित सम्बन्ध छैन भने हाम्रो गवाई चाहिँ कमजोर हुन्छ है। अनि एउटा प्रश्न है, मेरो जीवनबाट मेरो परिवारले ख्रीष्टलाई देखिरहेको छ? मेरो व्यवहारबाट अरूले परमेश्वरको प्रेम अनुभव गरिरहेको छ? त्यो चाहिँ एकदम नै हामीले विचार गर्नुपर्ने प्रश्न। तेस्रो नम्बर बुँदामा चाहिँ बत्तीलाई तेल चाहिन्छ है। 10 कन्याले बत्ती बोकेको थिए, तर बुद्धिमान 5 जनाले अतिरिक्त तेल पनि बोके। मत्ती 25:4 तर बुद्धिमानी हरूले आफ्ना बत्तीसँगै भाँडोमा तेल पनि लिए। तेलले हाम्रो आत्मिक तयारी, परमेश्वरसँगको सम्बन्ध र पवित्र आत्माको कार्यतर्फ सङ्केत गर्दछ है। अनि यहाँनिर एफिसीको पुस्तक 5:18 पवित्र आत्माले भरिपूरी हो भनेर भनेको छ है। अनि हामी केवल शनिबार चर्च आउने मानिस मात्र नभई हरेक दिन परमेश्वरसँग सम्बन्ध हुनुपर्छ। बत्तीमा तेल हाल्ने आत्मिक अभ्यासहरू चाहिँ के हो त भन्दाखेरि, हामी भर्खरै प्रभुलाई विश्वास गर्नुभएको छ भनेदेखि चाहिँ हामीले अब यो कुरा चाहिँ एकदम लाभदायक हुनसक्छ तपाईँलाई। अनि हामीले नियमित प्रार्थना गर्ने चाहिँ बत्तीमा तेल हालेको अभ्यास जस्तै हो। नियमित प्रार्थना, परमेश्वरसँगको वचन पढ्ने, पवित्र आत्माको अगुवाईमा चल्ने, पापबाट पश्चाताप गर्ने, सङ्गतिमा बस्ने, सेवा गर्ने, विश्वासमा दृढ रहने, यी कुराहरूले चाहिँ हामीलाई बत्तीमा तेल हाल्ने अभ्यासहरू गरेको जस्तै हो है। 4 नम्बरमा अनि तेल अरूबाट साबुटे लिन सकिँदैन। यहाँनिर चाहिँ राति दुला आयो भनेर खबर आउँदाखेरि आफ्नो तेल लिएर दुला भेट्न लाग्दाखेरि त्यो 5 जना मूर्ख स्त्रीहरूको चाहिँ बत्ती निप्नै लागेको थियो। अनि उनीहरूले चाहिँ त्यो अर्को बुद्धिमानी स्त्रीहरूलाई तेल माग्दाखेरि चाहिँ उनीहरूले पाएन, किनभने उनीहरूलाई मात्रै यथेष्ट थियो के। अनि त्यही भएर उनीहरूले पाएन है। अनि त्यो मूर्ख कन्याहरूलाई चाहिँ बुद्धिमानीहरूले भने तिमीहरूको तेल हामीलाई देऊ भनेर भनेछ, मूर्ख कन्याहरूले। तर बुद्धिमानीहरूले पर्याप्त नहुने डरले दिन सकेनन् है। अनि यसबाट एउटा महत्त्वपूर्ण सत्य सिकिन्छ, अरूको विश्वासले हाम्रो आत्मिक जीवन चलाउन सक्दैन है। तपाईको बुवा विश्वासिलो हुनुहुन्छ होला, आमा विश्वासिलो हुनुहुन्छ होला, तपाईको पास्टर एकदम नै
वचनमा पोख्त हुनुहुन्छ होला, तर है अनि त्यो कुराहरूले चाहिँ तपाईँको हृदय भरिँदैन है। अनि तपाईँलाई आफ्नो विश्वास आफै नै हुनुपर्ने हुन्छ है। अनि अहिले मोबाइलहरूको चार्जर मोबाइलको आफ्नो आफ्नो चार्जर हुन्छ नि। अनि तर अरूको हाम्रो चार्जर बिग्रियो भने अरूको चार्जर ल्याएर गर्दाखेरि फेरि पनि त्यो चार्जर दिनुपर्छ। अनि त्यो चार्ज फेरि सिद्धिँदै जान्छ है। तर त्यसो भएर हाम्रो आफ्नो चार्जर चाहिँ हुनुपर्छ है। त्यही भएर हरेक मोबाइलको एउटा चार्जर हुन्छ। त्यसरी नै होइन, अरूको चार्जले एकछिन गरेर त्यो चार्ज सधैँ रहँदैन है। त्यही भएर समयमा आफ्नै फोन चार्ज गर्नको लागि आफ्नै चार्जर चाहिन्छ। त्यस्तै अरूको आत्मिक अनुभवमा मात्र निर्भर भएर हाम्रो जीवन चल्दैन है। अनि मेरो बत्तीको लागि मेरो तेल चाहिन्छ है। 5 नम्बरमा तेल सकिन नदिनुहोस्। मत्ती 25:8मा मूर्ख कन्याहरूले भने हाम्रो बत्तीहरू निम्न लागेका छन्। कति गम्भीर अवस्था छ। बत्ती सुरुमा बलिरहेको हुन्छ, समस्या तुरुन्तै देखिँदैन है। तर तेल सकिँदै गएपछि बत्ती निम्न लाग्यो। हाम्रो आत्मिक जीवन पनि त्यस्तै हुनसक्छ। पहिले हामी धेरै प्रार्थना गर्थ्यौँ, हामी धेरै वचनमा पढेर उत्साहित हुन्थ्यौँ। पहिले सेवामा एकदम नै आनन्दित र जागृति साथ जान्थ्यौँ। पहिले प्रभुको उपस्थितिमा एकदम नै तिर्ख लागेको थियो है। तर बिस्तारै प्रार्थना घट्यो, वचन पढ्न पनि घट्यो होइन। पापसँग सम्झौता गरियो अनि आत्मिक बत्ती धमिलो हुँदै गयो है। प्रकाशको पुस्तक हामीले 2:4-5मा तिमीले आफ्नो पहिलो प्रेम छोडेको छौ, पस्ताव गर है। त्यो पहिलो प्रेम छोड्दाखेरि चाहिँ अनि त्यो सबै कुरा धमिलिँदै जान्छ, बत्ती निप्नै लागेको जस्तो हुन्छ। आज परमेश्वरले हामीलाई फेरि बोलाइरहनु भएको छ। मेरो सन्तान आफ्नो बत्ती जाँच भनिरहनु भएको छ है। अब 6 नम्बर बुँदामा दुला आउन ढिला भए पनि तयार रहनुहोस्। मत्ती 25:5मा दुला ढिला भए र सबै निधाए। समस्या निधाउनु मात्र थिएन, समस्या थियो मूर्ख कन्याहरू तयारी थिएन। यसैले आफ्नो दोस्रो आगमनको विषयमा सिकाउँदै हुनुहुन्छ है यो चाहिँ। अनि मत्तीको पुस्तक 24:44मा यसकारण तिमीहरू पनि तयार रह, किनकि मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउनेछ। हामीलाई यसु कहिले आउनुहुन्छ भन्ने ठ्याक्कै थाहा छैन। त्यसैले यसु कहिले आउनुहुन्छ भन्दा पनि यसु आउनुहुँदा म तयार छ कि छैन भन्ने कुराहरू चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो। 7औं नम्बर बुँदामा ढोका बन्द भएपछि ढिलो हुनसक्छ। मत्ती 25:10मा दुलहा आएर तयार भएका कन्याहरू विवाहको भोजमा प्रवेश गरे अनि ढोका बन्द गरियो। त्यसपछि अरू कन्याहरू आएर भने, हे प्रभु हामीलाई खोलिदिनुहोस्, तर धेरै ढिलो भइसकेको थियो। यो हाम्रो लागि एउटा चेतावनी हो है, हामी विश्वासीहरूको लागि। आज हामीसँग समय छ। आज प्रस्ताव गर्न सक्छौँ, आज प्रार्थना गर्न सक्छौँ, आज परमेश्वरतर्फ फर्कन सक्छौँ, आज हामी आफ्नो जीवन उहाँलाई समर्पण गर्न सक्छौँ। तर भोलि ग्यारेन्टी हामीसँग छैन। 8औं नम्बर बुँदामा मेरो बत्तीमा तेल दिनुहोस्। यसको अर्थ मेरो विश्वास फेरि बलियो बनाउनुहोस्। मेरो प्रार्थना जीवित भएर जगाइदिनुहोस्। मेरो हृदय सफा बनाइदिनुहोस्। मेरो पहिलो प्रेम फर्काइदिनुहोस्। पवित्र आत्माले मलाई भरिदिनुहोस् है। यो मेरो बत्तीमा तेल दिनुहोस् भनेको अर्थ। आज आफैलाई सोध्नुहोस्, मेरो बत्ती बलिरहेको छ, मेरो तेल पर्याप्त छ, यसो आउनुहुँदा म तयार छु। निष्कर्षको रूपमा प्रिय विश्वासी दाजुभाइ दिदीबहिनीहरू, सबैसँग बत्ती थियो तर सबैसँग तेल थिएन। त्यसैले आज परमेश्वर हामीलाई भन्नुहुन्छ, बत्ती मात्र होइन तेल पनि तयार राख। बाहिरी जीवन मात्र होइन, भित्री जीवन चाहिन्छ। चर्च आउनु मात्र होइन, यसोसँग सम्बन्ध चाहिन्छ। आज यो मेरो बत्तीमा तेल दिनुहोस् भन्ने विषयले यही कुरा सिकाउँदछ। तपाईँहरूलाई धेरै धन्यवाद। विशेष गरिकन नयाँ पुरानो सबैको लागि सकारात्मक सोच्नेहरूलाई लाभदायक हुन्छ। तपाईँहरूले सुन्नुभयो। छोटो समय, धन्यवाद। फेरि पनि भेटौँला। जय मसीह।